हामीले पैसा नतिर्ने बरु पुलिस चौकी जाने पैसा नतिर्ने रिपोर्ट दिने बरु हामी तर पैसा नतिर्छौँ भने भोलि गर्दैन र उनलाई चाहिँ कस्तो खाले रिएक्सन चाहियो भन्दाखेरि तुरुन्तै एकदम एक्सन लिनु पर्यो कि तुरुन्तै करार हुन्छ कि थर्कार हुन्छ त्यो एक्सनमा चाहिँ अलिकति मान्छेहरू परिवर्तन हुन सक्छन् उनको सोच यो छ त्यसैले गर्दा उनले आजकल सर्टली भिडियोहरू बनाइराख्नु भएको छ मेसिन भनेको चाहिँ यसरी सफा गर्नुपर्ने हुन्छ है थोरै पानी भए पनि कसरी हुन्छ मेसिन सफा गरिसकेपछि भोलिको मेरो भनकमा चाहिँ मैले चाहिँ तपाईहरुलाई आफ्नो यो मलेसियाको गाउँ ठाउँ हैन आफ्नो पर्सनल कामहरुको विषयमा लिएर आउने नै गर्छु। हेलो वेलकम छ तपाईहरुलाई एमआरसी गुरुङ भ्लगमा हैन। आज चाहिँ हामीहरु चाहिँ यो एकदम सुनसान एरियामा चाहिँ आएको छौं जहाँ कि समुद्रको छेउको यो गाउँ छ। एकदम सुन्दरता छ गाउँ चाहिँ तर यहाँ बस्ती कम हुनाले चाहिँ अलिकति सुनसान छ हैन। त्यही हो आज हामीहरु चाहिँ बिहान बिहान आएकोले गर्दाखेरि चाहिँ शीतल छ मौसम किनकि रातभरि पानी पर्यो नि त आज किनकि बेलुका पनि जाडोले गर्दाखेरि चाहिँ बिना पंखाको सुत्न पर्ने भयो। आज चाहिँ त्यस्तो जाडो थियो आज चाहिँ पानी परेर 2-4 दिन चाहिँ यसो घाम लागेर चाहिँ अलिकति समस्या भएको थियो भने र आज चाहिँ हामीहरु यो समुद्रको छेउको जुन गाउँ छ यो गाउँको तपाईलाई मैले सक्दो भ्यू गराउन कोसिस गर्दछु हैन। जुन तपाईहरुले पनि देख्न सक्नुहुन्छ यो गाउँ सर्लक्कै पुरै यहाँदेखि लगाएर पल्लो साइडसम्म सबै सर्लक्कै काट्नु पर्ने हुन्छ हैन। जुन यो ग्राउन्ड जुन देख्नुहुन्छ यो ग्राउन्डमा चाहिँ ट्र्याक्टर लोरी आएर चाहिँ यहाँ चाहिँ काट्छ भने अरु बाँकी जति पनि गाउँहरु छ यो सबै चीजहरु हामीले नै काट्नु पर्ने हुन्छ। र मैले चाहिँ आशिका तामाङको केही छोटो तपाईहरुमा राख्न चाहे हैन। अहिले आशिका तामाङ जुन भाइरल भइराख्नु भएको छ जुन तपाईहरुले पनि तपाईहरुमा आइरहेको छ यो भिडियोहरु तपाईहरुले देखिराख्नु भएको छ। अहिले आशिका तामाङले किन अन्य चीजमा चाहिँ ध्यान दिनु भएको छैन विशेष यो कुरा छ हैन। किनकि पहिला आशिका तामाङज्यू जति पनि ठाउँमा जानुभयो जस्तो सुकै कामहरु गर्नुभयो हैन उनले धेरै कुराहरु सोचे सम्झे हैन। उनलाई जेल मुद्दा पनि भयो हैन हरेक किसिम उहाँले चाहिँ झेल्नु भयो र उहाँले थोरै मोरै जे जस्तो हुन्छ नेपालको विषयमा उहाँले चाहिँ धेरै कुराहरु उठाउनु भयो धेरै कुराहरु गर्नु भयो हैन। त्यसैले गर्दाखेरि अहिले गएर चाहिँ उहाँले चाहिँ एकदम सडनली छिटो छरिटो जहाँ देख्नुहुन्छ त्यही मात्रै गर्नुहुन्छ। किन भन्दाखेरि उहाँले चाहिँ अब हामी बीचमा त्यो लङ टाइमको लाभो गरेर त्यो खालको उहाँले चाहिँ गर्न छोड्नु भएको छ के जुन कि त्यो लामो टाइमको जस्तै गएर त्यो चीजलाई तस नस पारेर हैन हरेक किसिम गरेर चाहिँ उहाँले त्यो गर्नु भनेको चाहिँ नेपाल सरकार विरुद्ध जस्तो भयो के। त्यसले गर्दाखेरि उहाँले अहिले चाहिँ त्यो काम छोडेर उहाँले अहिले सर्टली भिडियोहरु बनाइराख्नु भएको छ हालिराख्नु भएको छ। यो चाहिँ नेपाल जनताको लागि चाहिँ एउटा सन्देश मुलुक एउटा भिडियो उहाँले बनाइराख्नु भएको छ के। जस्तै तपाई बाटोमा हिँड्दै हुनुहुन्छ केही फोरो गर्नुभयो हैन त्यसमा उहाँले तुरुन्त कारबाही ल यो चाहिँ चेतना है तपाईलाई चाहिँ आइन्दा यसो नगर्नुस् त्यसरी भयो हैन। अनि तपाईको शनिबारको बिदाको दिनमा पनि सरकारी गाडीहरु चाहिँ हिँड्ने हैन सरकारी गाडीको विषयमा चाहिँ गएर चाहिँ पास छ कि छैन भन्ने हैन एकदम सडनली उहाँले चाहिँ अहिले यो काम गर्नुभएको छ। यो चाहिँ नेपाल जनताको लागि चाहिँ धेरै राम्रो कुरा हो हैन किनकि नेपाल जनताहरूले यो एकदम बुझ्नु जरुरी हो। र आजकल यही हो कि आशिका तामाङले चाहिँ लङ भिडियोहरुमा चाहिँ अहिले चाहिँ त्यसरी चाहिँ देखिनु भएको छैन आउनु भएको छैन जुन कि उहाँले चाहिँ सडनली भिडियोमा चाहिँ हामीमा प्रस्तुत गराइराख्नु भएको छ। हुन सक्छ भोलिको दिनमा उहाँले यो एउटा सानो कुराबाट चाहिँ ठुलो परिवर्तन ल्याउन सक्नुहुन्छ जुन हामीहरूले पनि देख्न सकिन्छ हैन। किनकि यो भनेको धेरै राम्रो कुरा हो किनकि उहाँले जति पनि दुःख कष्ट भोग्नु भयो त्यो कारणले गर्दाखेरि उहाँले चाहिँ अहिले यो सडनली भिडियोहरु बनाइराख्नु भएको छ। यसरी चाहिँ हामीहरूले बुझौँ हैन। तपाईहरुले कुन माध्यमले हेर्नुहुन्छ आशिका तामाङलाई अब किनकि बीचमा चाहिँ उहाँलाई चाहिँ आम नेपालीले सपोर्ट दिइरहेको छन् र अझै पनि दिँदै आएको छन् हैन। किनकि यो काम भनेको जस्तो यसले गर्दैनन् किनकि अब मान्छेहरूले चाहिँ अब भनौं न सुझाव दिन्छन् नदिने हैन सुझाव कस्तो दिन्छन् भन्दाखेरि ल तपाईको घरको अगाडि फोरो भयो हैन यसलाई चाहिँ सफा राख्नुस् अब यस्तो खालको सुझाव जसले पनि दिन्छन् हैन चाहे मैले होस् चाहे तपाईले होस् जसले पनि दिन्छन्। तर यो सल्लाहमा चाहिँ
कोही पनि सहमति हुँदैन कि आज गर्छन् भने भोलि गर्दैनन् र उनलाई चाहिँ कस्तो खाले रिएक्सन चाहियो भन्दाखेरि तुरुन्तै एकदम एक्सन लिनु पऱ्यो कि तुरुन्तै करार हुन्छ कि थर्काएर हुन्छ त्यो एक्सनमा चाहिँ अलिकति मान्छेहरू परिवर्तन हुन सक्छन् उनको सोच यो छ त्यसैले गर्दा उनले आजकल सर्टली भिडियोहरू बनाइराख्नु भएको छ त्यसरी हामीहरूले बुझौँ होइन आइन्दा दिनमा आशिका तामाङलाई सपोर्ट गर्ने हरेक नेपाली हुनेछन् र हरेक ठाउँमा चाहिँ यो परिवर्तन पनि हुनेछ होइन हामीहरूले जानेका बुझेका यही नै हुन् यही हो आशिका तामाङको अहिलेको काम गर्ने तरिका चाहिँ यत्तिकै फरक हो यही भनेर चाहिँ हामीले बुझ्न सकिन्छ र आज गाउँको के कस्तो छ जस्तो छ म तपाईँहरूलाई त्यस्तै नै लिएर आउने कोसिस गर्दछु भर्खरै हामी बिहान ओर्लेका छौँ मैले यसको विषयमा थोरै जानकारी दिउँ भनेर अहिले तपाईँहरूलाई के कस्तो हुन्छ मैले गाउँघरको विषयमा चाहिँ लिएर नै आउनेछु अहिले चाहिँ साथीभाइहरू सबै तयारी हुँदैछन् म पनि तयारी हुनै पऱ्यो होइन अब आफू त ड्युटी गर्ने मान्छे होइन अब काम त गर्न नै पऱ्यो तपाईँलाई के कस्तो हुन्छ मैले गाउँ विषयको लिएरै अवश्य नै आउनेछु है त निकल टेढ़ा हो जाए वो तो पहले फटा है ल साथीहरूको साइडमा यसरी मिसिन बिग्रियो भने अब कुन किसिमले काम गर्ने हो अब कोही साथी रेडी भइसक्यो है कता जाने हो के हो प्लान आज केही छैन क्या हो सबैसँगै जाने हो ल ओके डन छ आज साथीहरू सबैसँगै काट्ने भन्ने कुरा छ होइन किन भन्दा अब समस्या चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ आज तपाईँको थर्सडे आज थर्सडे हो आज हामीहरू 4:30 बजे हाम्रो चाहिँ पन्जिङ हुन्छ साइड अरू साइडमा पनि लाने भन्ने कुराहरू चलिरहेको छ त्यसैले गर्दाखेरि अब कस्तो हुन्छ के हुन्छ होइन अब के आफ्नो साइड सकेर पनि अन्त जानुपर्ने हुन्छ कहिले कहिले समस्या यो आउँछ कि अब आज हामीले काम छिटो सक्यौँ भने साइडमा लिएर जान सक्छ लोरी वेटमा छ यो जान्छ के त त्यो त थाहा छैन होइन त्यो त उसको अब आफ्नो मनको कुरा हो तर यही हो कि साइडमा लगायो भने उसले समस्या हुन्छ साथीहरू सबै तयारी गर्दैछन् भने अब म पनि तयारी गर्नुपर्ने हुन्छ जोगेन्द्र चल हम लोग जोगेन्द्र नीचे उस दिन को तरह न ल ल अब रेडी गरौँ है अब रेडी गरेर चाहिँ जानुपर्छ अब बस लोरी यही छ अब के गर्छ होइन हम भी काटा है तो बोलेगा ना हम ही काटा हो आज चाहिँ एकजना साथीले काट्नै बाँकी रहेको छ टाइम इनफ भइसक्यो खाना आउँदा खाके खाना खाके त्यहाँ चाहिँ साफु प्लस कटिङ भइरहेको छ है साथीले आज भ्याएको छैन नि त त्यसले गर्दाखेरि अनि आज काट्दा हाम्रो बाबाले चाहिँ खिसा फुटालेको छ यसैको विषयमा चाहिँ धेरै कुराहरू भएको छ होइन किनकि अब पैसा तिमीहरूले मिलाएर दिनुपर्छ भन्ने कुराहरू आएको रहेछ अब सबैले अब त्यसरी दिन थाल्यो भने त होइन हाम्रो सेलेरी के बच्ने के रहने भन्ने कुरा हुन्छ होइन त्यही कुराहरू यहाँ भइरहेछ साथीहरूले अब एकअर्कालाई कमजोरीहरू निकाल्दैछ यसो गऱ्यो उसो गऱ्यो भन्ने त्यही त हो नि साइडमा अब गल्ती भइसकेपछि होइन कुराकानी त निस्किन्छ नै त्यही किसिमको अब त्यही किसिमको कुराहरू भएछ भोलि चाहिँ अब अफिसमा चाहिँ यस्तो विषयमा चाहिँ कुरा गर्ने हामीहरूले अब यसरी हिसाब जानी फुटालेको त होइन नि त गल्तीले फुट्ने हो होइन गल्तीले फुटेर अनि हामीले नै तिर्नु पऱ्यो भने चाहिँ कसरी हुन्छ सम्भव अब सेलेरी नै हाम्रो बच्दैन भन्ने कुरा हुन्छ भोलि गएर चाहिँ त्यही कुरा गर्ने भन्ने कुरा भएको छ जो साथी पनि एन्डिङ भइसक्यो त्यो काट्नुमा धेरै छैन र बिहान तपाईँले देख्न सक्नुहुन्छ यो पार्क चाहिँ पुरै घाँसे घाँस थियो भने आज चाहिँ लोरी आयो धेरै दिनमा आएको छ यहाँ ट्र्याक्टर लोरी उसले चाहिँ काटेर सर्लक्क मिलाइदिएको छ आजभन्दा लगभग 1.5 महिना अगाडि चाहिँ हामीलाई कटाएको थियो यहाँ चाहिँ मानिस मिसिनद्वारा चाहिँ त्यतिखेर बहुत समस्या भएको थियो बहुत ठुलो एरिया छ नि त मिसिनले काटे जस्तो कहाँ हुन्छ र मिसिन भन्दा ट्र्याक्टर लोरीले काटे जस्तो कहाँ हुन्छ र मान्छेलाई त पुरै घुमेर काट्नुपर्ने हुन्छ होइन यत्रो एरिया धन्न त्यति भन्ने गरिदिएको छ साइडमा चाहिँ अब त्यही कुरा भइरहेको छ पैसा तिर्नु नतिर्ने वीरेन भाइ अफिसमा भोलि कुरा गर्ने कि नगर्ने के को विषयमा कुरा गर्ने त सिसा फुटेको पैसा नतिर्ने हामीले पैसा नतिर्ने बरु पुलिस चौकी जाने पैसा नतिर्ने
रिपोर्ट दिने बरु हामी, तर पैसा नतिर्ने। पैसा दियो भने हामीसँग पैसै बच्दैन। महिनामा त्यसरी चाहिँ अब 100 गऱ्यो भने त 300-400 जान्छ त। साथीले भनेको कुरा नि सही हो, किनकि अब त्यसरी तिर्न पऱ्यो भने कहाँ जात हो, तिर्न पऱ्यो भने कहाँ रहन्छ पनि भन्ने कुरा भएको छ। अब यो खै पनि के हो, अब मुड खराब हुन्छ कि बेला बेलामा वीरेन भाइको। बस त्यही हो। अब हेरौँ के हुन्छ। मेसिन भनेको चाहिँ यसरी सफा गर्नुपर्ने हुन्छ है। थोरै पानी भए पनि कसरी हुन्छ, मेसिन सफा गरिसकेपछि भोलिको दिनमा हामीलाई नै हुन्छ। अलिकति छुट्टै चाहिँ त साथीले काट्न लागेको छ। हाम्रो कटिङ भनेको यो किसिमको हुन्छ है। अहिले त उसले छुटफुट मात्रै काटिरहेको छ, तर कटिङ भनेको यसरी नै हुन्छ। ल फाइनली साथी हो, काम पनि सक्यो आजलाई चाहिँ। कौवाहरू धेरै नजिक नबस है, कौवा यहाँको डराउँदैन है मान्छेदेखि लिएर। फाइनली आज काम पनि सक्यो, भर्खरै आइएको छ। अब साथीहरू त्यहाँ आराम गरेका छन् होइन, खाना बाँकी नै छ। आज चाहिँ मैले एन्डिङ भिडियो चाहिँ अलिक छिटो गर्ने कारण चाहिँ गाडी आउँछ भनेको छ साथीले चाहिँ, त्यसले गर्दाखेरि चाहिँ एन्डिङ गरिदिउँ न त भिडियोलाई भनेर चाहिँ त्यसो गर्न खोजेको। आज सायद लान पनि सक्छ साइडमा होइन, नलान पनि सक्छ, कुनै ग्यारेन्टी छैन। त्यही पनि रेडी भएर चाहिँ बस्नुपर्ने हुन्छ नि त। टाइम छँदा छँदै रेडी भयो भने आफूलाई सजिलो हुने हो। र यही हो, तपाईँलाई आशिका तामाङको काम विशेष कस्तो लाग्छ होइन, कामको बारेमा उनले गर्ने त्यो सबै चिजहरू उनले पर्सनल गरिरहेका छन् कि, त्यो तपाईँहरूलाई कस्तो लाग्छ होइन, त्यसको जानकारी के कतिको छ होइन, उनले गर्न खोजेको के हो, भोलिको दिनमा के हुने हो भन्ने कुराहरू यो विषयमा चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला कमेन्टमा होइन। किनकि मैले पनि उहाँको भिडियो बारम्बार हेर्ने गर्दछु, जुन उहाँको भिडियो आउन कारणले चाहिँ मैले उहाँले चाहिँ अहिले गएर यति छोटो भिडियो चाहिँ किन गराइरहनु भएको छ भन्ने विषयमा चाहिँ मैले तपाईँहरूमा चाहिँ जानकारी गराउन खोजेको। किनकि भोलिको दिनमा यो चाहिँ राम्रो प्रगतिको लागि चाहिँ उहाँले चाहिँ यसरी सन्देश दिइराख्नु भएको छ। यही नै हो। अब मैले चाहिँ तपाईँहरूलाई चाहिँ अब आफ्नो भ्लगद्वारा चाहिँ यो कुरा भन्न खोजेको। अब मेरो भ्लगमा चाहिँ मैले चाहिँ तपाईँहरूलाई आफ्नो यो मलेसियाको गाउँ ठाउँ होइन, आफ्नो पर्सनल कामहरूको विषयमा लिएर आउने नै गर्छु। र आजलाई चाहिँ मैले यो भ्लग चाहिँ बन्द गर्न चाहन्छु। अब तपाईँहरूलाई फेरि आगामी दिनमा यस्तै गाउँ ठाउँहरू के कस्तो हुन्छ म त्यस्तै नै लिएर आउने नै छु। त्यही हो, तपाईँहरूको सपोर्टको एकदम आवश्यक छ होइन, नयाँ च्यानल हो। तपाईँहरूले सपोर्ट दिनुभयो भने मलाई पनि अब त्यही किसिमको चाहिँ हौसला बढ्नेछ होइन, अरू चिजहरूमा फेरि तपाईँहरूको माझ राख्न चाहन्छु भन्ने हौसला बढ्छ। त्यसैले गर्दा सक्दो सपोर्ट गरिदिनु होला, नयाँ च्यानल हो। यही भन्दै म आजको भ्लग चाहिँ यही बन्द गर्न चाहन्छु। फेरि आगामी दिनमा भेटौँला। हस्त बाई।